नमस्कार, टिस्टा टाइम्सको र्यापिड न्युजमा यहाँहरूलाई स्वागत छ। तपाईहरुको साथमा छु म आनन्द छेत्री। प्रस्तुत छ अहिलेसम्मका प्रमुख समाचारहरू। पहिलो चरण अन्तर्गत बंगालको 16 जिल्लाका 152 विधानसभा सिटहरूमा भोलि बिहिबार बिहान 7 बजेदेखि मतगणना सुरु। 1478 जना उम्मेदवारहरू चुनाव मैदानमा। निर्वाचन आयोगले निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण मतदान सुनिश्चित गर्न सबै प्रकारको तयारी लगभग पुरा। बंगाल विधानसभाको पहिलो चरण अन्तर्गत बुधबार हुने मतदानको लागि मतदान अधिकारीहरू, सुरक्षाकर्मीहरूको साथमा दार्जिलिङ सरकारी कलेज स्थित DCRCबाट EVM VVPAT लिएर आफ्नो मतदान केन्द्रमा आज बिहानैदेखि सुरु गरे प्रस्थान। दार्जिलिङ जिल्लाको समतल क्षेत्र अन्तर्गत 3वटा विधानसभा सिटको लागि सिलगढी कलेजमा स्थापना गरिएको DCRC केन्द्रबाट EVM र VVPAT लगायत सबै आवश्यक चुनावी सामग्रीहरू लिएर प्रस्थान गरेका सुरक्षाकर्मीहरू अनि अधिकारीहरू बेलुकीसम्म पुगे आफ्नो चुनाव बुथमा। भोलि 23 अप्रेल बिहिबार पहिलो चरणको विधानसभा चुनावलाई ध्यानमा राख्दै बुधबार कालिम्पोङको मेला ग्राउन्डबाट चुनाव अधिकारी एवं सुरक्षाकर्मीहरू आफ्नो मोट 298वटा मतदान केन्द्रहरूमा गरी प्रस्थान। अहिलेको डिजिटल युगमा पनि घोडामा VVPAT EVM मसिन बोकेर लैजान बाध्य चुनावकर्मीहरू। राज्यकै सुदूरवर्ती बुथ रिम्बिक लोधोमा क्षेत्रको सिरिखोला डाँडागाउँ ग्राम पञ्चायत अधीनस्थ पर्ने समानदेन फरेस्ट प्राथमिक पाठशाला 23/4 बुथमा चुनाव सम्पन्न गर्न मंगलबार VVPAT EVM लिएर हिँडेका चुनाव अधिकारीहरू घोडामा सवार भएर बुधबार पुगे बुथमा। बंगाल विधानसभा चुनावको तयारीको क्रममा जर्जिया, नामिबिया, स्विजरल्यान्ड र नेपालबाट आएका विदेशी प्रतिनिधि मण्डलले बुधबार सिलगढी कलेजमा बनाइएको DCRC केन्द्रको अवलोकन गर्दै चुनावी तयारीको गरे समीक्षा। मतदान कर्मचारी र अधिकारीहरूसित कुराकानी गर्दै सम्पूर्ण मतदान प्रक्रियाबारे दिए जानकारी। EVM VVPAT लगायत आवश्यक सामग्रीहरू साथमा लिएर खरसाङ विधानसभाका लागि पोलिङ अधिकारीहरू सुरक्षा बलसहित विभिन्न स्थानमा रहेका बुथहरूको लागि गरे आज बिहानैदेखि प्रस्थान। भोलि बिहान 7 बजेदेखि मतदान सुरु। विधानसभा चुनावको ठिक एक दिन अघि मतदान गर्न बुधबार बिहानदेखि नै आफ्नो घर फर्किन खोज्ने यात्रुहरूले सिलगढी जक्सनमा घण्टौं लाइनमा बस्दा पनि बस नपाएपछि अन्ततः आक्रोशित बनेर बस स्ट्यान्डको टिकट काउन्टरमा पसेर गरे तोडफोड। प्रधाननगर पुलिस र केन्द्रीय सुरक्षा बल घटनास्थलमा पुगेर स्थितिलाई ल्यायो नियन्त्रणमा। आगामी विधानसभा चुनावलाई निष्पक्ष र पारदर्शी बनाउन भारत निर्वाचन आयोगले कडा निर्देश जारी गर्दै इलेक्ट्रोनिक भोटिङ मेसिनका बटमहरूमा अत्तर, मसी, ग्लु वा कुनै प्रकारको रासायनिक पदार्थ प्रयोग गर्नु छेडछाड मानिने बताउँदै यस्तो कार्यलाई गम्भीर निर्वाचन अपराधको रूपमा सजाय दिने बताएको छ। अर्कोतिर बंगाल विधानसभा चुनावको पहिलो चरण अन्तर्गत भोलि 23 अप्रेलमा हुने मतदानको लागि जलपाइगुडीमा तयारी सुरु। बिहानैदेखि जिल्लाका विभिन्न DCRC केन्द्रहरू मतदान कर्मचारीहरूको चहलपहल अधिक देखियो भने मोट 2041वटा मतदान केन्द्रमा बुधबार 7 बजेदेखि मतदान सुरु हुने। DRI को टोलीले बागडोग्रा विमानस्थलमा ब्याङ्ककबाट ल्याएको लगभग 6 करोड भन्दा अधिक मूल्यको नशालु पदार्थ हाइड्रोफोनिक विट ट्रली ब्यागबाट उद्धार गर्नका साथै 2 जना तस्करलाई गरे पक्राउ। तिनीहरूलाई आज अदालतमा पेश गरेपछि 14 दिनको पुलिस हिरासतमा राख्ने निर्देश। पक्रा पर्नेहरूमा पन्जाबको राजीव कुमार हान्डा र अवतर कुमार सिंह सामेल। डुवर्सको सामसिङ चियाबारी स्थित लोअर लाइन निवासी जीवन शर्माको घरको पानीको कुवामा गत राति अचानक पस्यो एउटा वयस्क चितुवा। वन्यजीव विभागलाई घटनाबारे खबर दिएपछि घटनास्थलमा पुगेर उक्त वयस्क चितुवालाई सकुशल गरी उद्धार। हवस् त दर्शकवृन्द, अहिलेलाई भने यति नै। हेर्दै गर्नुहोस् टिस्टा टाइम्स।